हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज तपाईहरुलाई केही इन्ट्रेस्टिङ कुराहरू देखाउनु पर्यो भनेर यो भिडियो बनाइरहेको छु। भिडियो अन्तसम्म हेरिदिनुहोस् होला। संगीत, म्युजिक भनेको एउटा पावरफुल कुरा हो है। यसले एउटा रोइरहेको मानिसको अनुहारमा हाँसो ल्याउन सक्छ, मुस्कान ल्याउन सक्छ, अनि एउटा हाँसिरहेको मानिसको आँखामा आँसु पनि ल्याउन सक्छ। म्युजिक, संगीत एउटा थेरापी हो है। यसको न त कुनै सीमाना हुन्छ, न त कुनै भाषा हुन्छ। हामी सबैले नै जीवनमा कुनै न कुनै प्रकारको संगीत त सुनेकै हुन्छौं। सबैले नै सुन्छन् संगीतहरू है। आज यही सन्दर्भमा, संगीतकै सन्दर्भमा तपाईहरुलाई केही चीजहरू देखाइरहेको छु। म पनि यो चीजहरुमा, यो कुराहरुमा म पनि एक्सपर्ट त होइन। त्यही भएर केही टेक्निकल टर्म्सहरुमा मैले मिस्टेक गरे भने मलाई करेक्ट गर्नुहोस् होला है। आउनुहोस्, धेरै समय बर्बाद नगरी केही चीजहरू छ संगीतसँग रिलेटेड, त्योहरू हेरौं। आउनुहोस्, तपाईहरुलाई पहिलो चीज देखाइरहेको छु। यो हेर्नुहोस्, कसले चिन्नु भयो यो चीजलाई है, कसले युज गर्नु भएको यो चीज। यो चाहिँ एउटा म्युजिक रेकर्ड हो है। यो ग्रामाफोनमा अनि बादमा आएको इलेक्ट्रोनिक यो रेकर्ड प्लेयरमा बजाउँथे, यसलाई प्ले गरिन्छ यसलाई है। अनि पर्टिकुलरली यो रेकर्डको बारेमा कुरा गर्नु पर्दा चाहिँ यो चाहिँ तपाईको माइकल ज्याक्सनको 1982 मा रिलिज भएको एकदमै फेमस, एकदमै पपुलर एल्बम थ्रिलरको रेकर्ड हो यो चाहिँ। यो रेकर्ड जुन चाहिँ मैले तपाईलाई देखाए, यो चाहिँ तपाईको यो थ्रिलरको रेकर्ड हो। 1982 मा रिलिज भएको। म जन्मेको पनि थिइनँ त्यति बेला है। हेर्न सक्नुहुन्छ यो रेकर्ड। एकदमै खुसी लाग्छ यो चीजहरू देखेर है। हुन त हामीले पनि यो चीज रेकर्डमा त्यस्तो गीतहरू त सुन्नु पायौं न, तर पनि हेर्नुस् त यो रेकर्ड त्यो समयमा है रिलिज भएको, 1982 मा रिलिज भएको एल्बम छ। यसमा तपाईले अहिले पनि आजको दिनमा पनि तपाईको प्लेयर छ भने सुन्नु सक्नुहुन्छ। अनि यसमा यो कुन केसमा प्ले हुन्छ है, यो तपाईको इलेक्ट्रोनिक रेकर्ड प्लेयरको पनि म भिडियो देखाउँदैछु तपाईलाई है। हेर्नुहोस् होला। यो चाहिँ हो तपाईको इलेक्ट्रोनिक रेकर्ड प्लेयर। जुन चाहिँ अगाडिको कालो राउन्ड भाग देख्नुहुँदैछ, त्यसमा चाहिँ रेकर्ड राखेर म्युजिक बजाइन्छ है। अनि यसको म्युजिक, यसको साउन्ड क्वालिटी एकदमै राम्रो हुन्छ, एकदमै दामी हुन्छ। अनि यसको बादमा चाहिँ तपाईको आयो यो चीज, क्यासेट। यो चाहिँ अब धेरै जनाले युज गर्नु भएको होला है। हामीले पनि सानोमा चाहिँ भेटेको यो चीज चाहिँ, हामीले पनि सानोमा यो चीजमा गीत सुनेको। यसको तपाईको एउटा फन्ड मेमोरी छ क्या यो चीजको। म सानो स्कुलमा हुँदाखेरि, अलिक सानो हुँदा मेरोमा एउटा वकम्यान थियो। त्यसको चाहिँ तपाईको रिवाइन्ड र फरवर्ड बटन चाहिँ थिएन, बुझ्नु। अनि हामीलाई पर्टिकुलरली एउटा गीत सुन्नु पर्दाखेरि चाहिँ त्यो रिवाइन्ड नभए फरवर्ड गर्नु पर्दा चाहिँ यो दुलोमा तपाईको डट पेन हालेर चाहिँ घुमाउनु पर्थ्यो। यसरी म्यानुअली फरवर्ड, म्यानुअली रिवाइन्ड गर्नु पर्थ्यो है। निकै जनाले रिलेट गर्नु सक्नुहुन्छ होला है, 90s को किड्सहरुले यो चीज। यो देख्ने बित्तिकै मलाई त्यो याद आउँछ क्या, यो थियो है। अनि यसको बादमा के आयो भनेदेखि तपाईको यसको बादमा चाहिँ यो चीज आयो, सीडी, कम्प्याक्ट डिस्क। यसमा गीतहरू स्टोर भएर आउन थाले है। यो त हामीले अब धेरै जनाले नै यो युज गर्नुभयो होला। हामीले पनि धेरै गीतहरू सुन्यौं यसमा चाहिँ एकदमै धेरै गीतहरू सुन्यौं। अनि यसको बादमा त अब तपाईको पेन ड्राइभ देखि लिएर यूएसबी डिभाइसहरू है। चाहिँ अहिले त अब मोबाइल, ब्लुटुथ डिभाइसेस है, के हो अहिले त अब एकदम गर्नै नसक्ने फेसिलिटिजहरू छ म्युजिक सुन्नु।
तर त्यो समयमा चाहिँ अहिलेको जुन चाहिँ चिजहरू छ त्यो थिएन, यो चिजहरू थियो त्यो समयमा चाहिँ। यो चिजहरूमा गीतहरू स्टोर भएर आउँथ्यो अनि यसको प्लेयरहरू थियो, त्यसमा प्ले हुन्थ्यो है। अनि आज मैले यो भिडियो बनाएको कारण चाहिँ के हो भनेदेखि यो अहिलेको जुन जेनेरेसन छ उनीहरूले म्युजिक सुन्छन् है, म्युजिक इन्जोय गर्छन्, तर उनीहरूलाई यो म्युजिकको रेकर्डको हिस्ट्री बारेमा चाहिँ थाहा छैन क्या। कसरी रेकर्ड पहिला चाहिँ कसरी म्युजिक स्टोर भएर आउँथ्यो। त्यो भएर चाहिँ मैले मेरो साइडबाट एक दुईवटा चिजहरू के देखाउनु सक्थेँ उनीहरूलाई, त्यो देखाउने प्रयास गरेको है मेरो साइडबाट। अनि बिग साउट आउट टु किरण फुपा एन्ड सुमन माम्स फर हेल्पिङ मी विथ दिस भिडियो है। आशा गर्छु तपाईँहरूलाई भिडियो मन पर्यो भनेर है। फेरि अर्को भिडियोमा भेटौँला। थ्याङ्क यू, नमस्ते, थ्याङ्क यू, धन्यवाद।